सेकेन्ड इयरको एकदमै इम्पोर्टेन्ट थ्योरी जसलाई चाहिँ रिपिटेडली सोध्ने गरेको छ इक्जाममा, जसको नाम छ हाम्रो के छ त भन्दाखेरि किन्सियन थ्योरी अफ इम्प्लोइमेन्ट, अर यसलाई अर्को के पनि भनिन्छ भन्दाखेरि प्रिन्सिपल्स अफ इफेक्टिभ डिमान्ड पनि भनिन्छ है। कि किन्सियन थ्योरी अफ इम्प्लोइमेन्ट कि प्रिन्सिपल्स अफ इफेक्टिभ डिमान्ड भनेर हामीलाई इक्जाममा सोध्न सक्छ, जुन भने पनि हाम्रो के हो त एउटै हो है। कुनै पनि थ्योरी एक्सप्लेन गर्नुभन्दा अगाडि छ नि सबैभन्दा सुरुमा त्यो थ्योरीको इन्ट्रोडक्सन दिनुपर्छ होइन। अब इन्ट्रोडक्सन पार्टभित्र के लेख्नुपर्छ त हामीले भन्दाखेरि त्यो थ्योरी कसले प्रपाउन्ड गरेको हो र किन बनाएको हो भन्ने कुरा हामीले लेख्नुपर्ने हुन्छ है। र कसले प्रपाउन्ड गरेको सँगसँगै कुन बुकमा पनि प्रपाउन्ड गरेको हो त्यो कुरा पनि लेख्नुपर्छ है। अब याद छ भने हामीले त्यो बुकको नाम पनि लेख्दा भयो, याद छैन भने त स्किप गर्दा पनि भयो। हामी यसको स्टार्ट गर्छौँ है। प्रिन्सिपल्स अफ इफेक्टिभ डिमान्ड वाज प्रोपाउन्डेड बाई द J.M. किन्स इन हिज बुक जेनरल थ्योरी अफ इम्प्लोइमेन्ट, इन्ट्रेस्ट एन्ड मनी। भनेपछि यो प्रिन्सिपल अफ इफेक्टिभ डिमान्ड भन्ने थ्योरी कसले प्रपाउन्ड गरेका रहेछन् त भन्दाखेरि J.M. किन्सले आफ्नो बुकमा, के छ त बुकको नाम जेनरल थ्योरी अफ इम्प्लोइमेन्ट, इन्ट्रेस्ट एन्ड मनी भन्ने बुकमा उनले आफ्नो थ्योरीलाई प्रपाउन्ड गरेका रहेछन्, अथवा त्यहाँनिर के गरेका रहेछन् त भन्दाखेरि लेखेका रहेछन्, त्यो बुकमा छापेका रहेछन् भनेर बुझिन्छ है। यो थ्योरी कसले डेभलप गर्यो र कुन बुकमा डेभलप गर्यो भन्ने कुरा लेखिहाल्यौँ। अब किन डेभलप गर्यो त भन्ने कुरा पनि लेख्नु परेन, इन्ट्रोडक्सन पार्टमा लेख्नुपर्छ है। ल अब किन डेभलप गरेर रहेछ त हेरौँ। किन्स डेभलप दिस थ्योरी बिकज द क्लासिकल इकोनोमिक्स फेल टु एक्सप्लेन द अनइम्प्लोइमेन्ट एन्ड दे रिगार्ड द अनइम्प्लोइमेन्ट एज अ टेम्पोरेरी फेनोमेनो, एज्युम द्याट देयर इज अलवेज द टेन्डेन्सी अफ द फुल इम्प्लोइमेन्ट। यो थ्योरी किन डेभलप गरेर रहेछन् त भन्दाखेरि हामीले थर्ड लेसनमा क्लासिकल इकोनोमिस्टहरूको थ्योरी पढाएको थियौँ त, उनीहरूले चाहिँ यो अनइम्प्लोइमेन्टको बारेमा एक्सप्लेन गर्न सफल भएनन्, अथवा अनइम्प्लोइमेन्टको बारेमा राम्रोसँग एक्सप्लेन गर्न सकेनन् होइन। उनीहरूले चाहिँ के भने त भन्दाखेरि अनइम्प्लोइमेन्ट चाहिँ के हो त एउटा टेम्पोरेरी फेनोमेनो हो अरे होइन। यो एउटा टेम्पोरेरी फेनोमेनो भनेको केही समयको लागि मात्र हो अरे, लङ टर्ममा चाहिँ के हुन्छ त यो आफै एडजस्ट भएर फुल इम्प्लोइमेन्ट हुन्छ अरे, त्यो भनेका छन्। तर किन्सले चाहिँ त्यस्तो हुन सक्दैन, मान्छेहरूलाई चाहिँ के हुन्छ त हरेक कुरा सर्ट टर्ममा चाहिन्छ होइन। मान्छेहरूले के हुन्छन् त भन्दाखेरि जहिले पनि छोटो छरितो समयमा सबै कुरा खोज्छन् नि त। त्यही भएर किन्सले चाहिँ यो थ्योरीलाई के भनेका छन् त भन्दाखेरि यो थ्योरी डेभलप गर्नुको कारण के रहेछ त भन्दाखेरि अनइम्प्लोइमेन्टको बारेमा एक्सप्लेन गर्न असफल भएको कारणले, क्लासिकल इकोनोमिस्टहरू अनइम्प्लोइमेन्टको बारेमा एक्सप्लेन गर्न असफल भएको कारणले गर्दाखेरि किन्सले यो थ्योरी डेभलप गरेका रहेछन्। त्यसपछि यो किन्सले नि क्लासिकल थ्योरीलाई के भनेर क्रिटिसाइज गरेका रहेछन् त, यो चाहिँ इक्जाममा लेख्दा पनि भयो नलेख्दा पनि भयो होइन, तर मैले यो चाहिँ बुझाउनको लागि लेखिदिएको हो कि है। अब के भनेका छन् त पढौँ हामी। क्लासिकल थ्योरी एड्रेस द लङ रन प्रब्लम बट द किन्स वान्ट टु सल्भ द सर्ट रन प्रब्लम अफ अनइम्प्लोइमेन्ट। क्लासिकल थ्योरीले चाहिँ के भनेर रहेछन् त भन्दाखेरि होइन, लङ रनमा गएर चाहिँ त्यो अनइम्प्लोइमेन्ट भएर बसेका बेरोजगार व्यक्तिहरू हुन्छन् नि होइन, तिनीहरू आफै फेरि इम्प्लोइमेन्टमा आइपुग्छन् रे, उनीहरूको अनइम्प्लोइमेन्टको सिचुएसन हराएर उनीहरू इम्प्लोइमेन्टमै अथवा रोजगार पाउँछन् भनेर भनेका रहेछन्। तर किन्सले चाहिँ के भन्यो त भन्दाखेरि किन्सले चाहिँ त्यो प्रब्लमलाई अथवा अनइम्प्लोइमेन्टको प्रब्लमलाई चाहिँ सर्ट टर्ममा सल्भ गर्नुपर्छ भनेर भन्यो। यो चाहिँ एउटा के हो त भन्दाखेरि क्लासिकल थ्योरीलाई क्रिटिसाइज गरेको एउटा कसले त भन्दाखेरि किन्सले क्रिटिसाइज गरेको है। अब सिमिलरली किन्स क्रिटिसाइज द क्लासिकल सेल्फ रेगुलेटिङ इकोनोमिक एन्ड हि सपोर्ट फर द गभर्मेन्ट इन्टरभेन्सन भनेछ। यो भनेको चाहिँ के हो त भन्दाखेरि क्लासिकल इकोनोमिस्टहरूले के भनेका थिए त भन्दाखेरि इकोनोमिक चाहिँ सेल्फ रेगुलेटिङ हुन्छ अरे, आफै चल्छ अरे होइन, आफै एडजस्ट हुन्छ अरे है। अनि उनीहरूले त्यहाँ के भनेका थिए त भन्दाखेरि अर्को गभर्मेन्टको इन्टरभेन्सन हुनु हुँदैन क्लासिकल इकोनोमिस्टहरूले होइन, इकोनोमिकमा गभर्मेन्टको इन्टरभेन्सन हुनु हुँदैन भनेर भनेका थिए। तर किन्सले चाहिँ के भने भन्दाखेरि इकोनोमिक सेल्फ रेगुलेटिङ हुँदैन र त्यहाँ गभर्मेन्टको इन्टरभेन्सन बिना इकोनोमिकमा अलिकति गाह्रो हुन्छ अथवा अप्ठ्यारो हुन्छ भनेर भनेका छन्, क्रिटिसाइज गरेका छन् होइन। किन्सले चाहिँ गभर्मेन्टलाई सपोर्ट गरेका छन् अथवा गभर्मेन्टको इन्भल्भमेन्टलाई सपोर्ट गरेका छन् भनेर बुझ्न सकिन्छ। अब यसै गरी हामी एजम्सन्समा जान्छौँ है। हामी चारवटा एजम्सनको एक्सप्लेन गर्छौँ होइन, अथवा चारवटा एजम्सन लेख्छौँ है। अब फर्स्ट एजम्सन के छ त भन्दाखेरि किन्स कन्फाइड हिज एनालाइसिस टु द सर्ट रन है। किन्सले चाहिँ के गरेका रहेछन् त भन्दाखेरि उसले आफ्नो एनालाइसिसलाई चाहिँ सर्ट रनमा गर्ने भनेर भनेका रहेछन्, अथवा यो हामीले जे कुरा पढ्छौँ नि यो थ्योरीमा सबै के हुन्छ सर्ट रनमै इन्भल्भ हुन्छ भनेर भनेका रहेछन् है। अनि अर्को के छ त भन्दाखेरि पर्फेक्ट कम्पिटिसन इन द मार्केट रे, मार्केटमा के हुनु पर्यो त पर्फेक्ट कम्पिटिसन हुनु पर्यो रे। कम्पिटिसन मार्केट भनेको त हामीलाई थाहा नै होला, जहाँ चाहिँ धेरै सेलर र बायरहरू हुन्छन् र होमोजिनस अथवा एउटै प्रकारका गुड्सहरू बेच्छन् होइन, जहाँ चाहिँ सिङ्गल सेलर र बायरहरूले चाहिँ मार्केटलाई इन्फ्लुएन्स गर्न सक्दैन अथवा मार्केटमा प्रभाव पार्न सक्दैन भनेको हो है।
अब इग्नोर द फरेन ट्रेड भनेको इन्टरनेसनल ट्रेड अथवा बाहिरी कन्ट्रीहरूसँगको ट्रेडलाई चाहिँ यसले के गर्छ, अथवा ट्रेड भनेको त सामान ओसार पसार अथवा बिक्री वितरण, त्यसलाई चाहिँ के हुन्छ त भन्दाखेरि इग्नोर गर्छ अरे यसले है। ल अफ डिएमयु एप्लाइज हुन्छ अरे। ल अफ डिएमयु भनेको के हो त, हामीले पढेका छौँ 11-12मा पनि पढेको हुन्छौँ होइन, अथवा फर्स्ट इयरमा पनि थियो होला सायद होइन। ल अफ डिएमयूले चाहिँ के भन्छ त भन्दाखेरि जति धेरै हामी कन्जम्सन इन्क्रिज गर्दै जान्छौँ त्यति धेरै हाम्रो एडिसनल सेटिस्फ्याक्सन हुन्छ नि त्यति घट्दै 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 जान्छ भनेर भनेको हो कि। यसले चाहिँ केही छैन यसमा खासै त्यस्तो गाह्रो कुरा होइन। अब हाम्रो एजम्सन पनि सिधिसकेको छ। अब हामी जान्छौँ मेन कुरा, यो थ्योरीको मेन कुरा है। अकर्डिङ टु द किन्स इफेक्टिभ डिमान्ड इज डिटरमाइन्ड बाई द फलोइङ फ्याक्टर। इफेक्टिभ डिमान्ड केले डिटरमाइन गर्दो रहेछ त भन्दाखेरि फलोइङ फ्याक्टर्स भनेको के रहेछ त, एडिएफ र एएसएफ, जसलाई चाहिँ एग्रिगेट डिमान्ड फङ्सन र एग्रिगेट सप्लाई फङ्सन भनिन्छ है। अब कसरी डिटरमाइन गर्छ, किन डिटरमाइन हुन्छ र कहाँ गएर डिटरमाइन हुन्छ, सबै कुरा हामी पढ्ने नै छौँ। डिमान्ड भनेको के हो त त्यसको बारेमा जाउँ है। पहिला पढौँ के भन्छ यहाँनिर यसले। एग्रिगेट डिमान्ड फङ्सन इज द रिलेसनसिप बिट्विन द भेरियस लेभल अफ इम्प्लोइमेन्ट एन्ड द एक्सपेक्टेड इन्कम फ्रम द सेल अफ द आउटपुट रे। के रहेछ त भन्दाखेरि यसले चाहिँ के को बिचमा रिलेसनसिप देखाउँछ अरे त भन्दाखेरि भेरियस लेभल अफ इम्प्लोइमेन्ट एन्ड द एक्सपेक्टेड इन्कम फ्रम द सेल अफ द आउटपुट। तात्पर्य अथवा अर्थ चाहिँ के हो भन्दाखेरि होइन, प्रोड्युसरले चाहिँ कति अर्न गर्न सक्छ होइन बाई सेलिङ द गुड्स एन्ड सर्भिसेस होइन सर्टेन पिपुल आर इम्प्लोइड, अथवा सर्टेन पिपुल्सहरू अथवा केही नम्बर अफ द पिपुलहरूलाई चाहिँ इम्प्लोइमेन्ट दिएर होइन, अथवा तिनीहरूको इम्प्लोइमेन्टको माध्यमबाट गुड्स एन्ड सर्भिसेसहरू उत्पादन गरेर प्रोड्युसरले चाहिँ कति अर्न गर्न सक्छ होइन, त्यसलाई चाहिँ के भनिन्छ त भन्दाखेरि एग्रिगेट डिमान्ड भनिन्छ कि। बुझ्नुभयो होला नि। अब यसले के भनेर रहेछ त अर्को पोइन्ट हेरौँ। द एक्सपेक्टेड इन्कम फ्रम द सच डिफ्रेन्ट लेभल्स अफ इम्प्लोइमेन्ट इज कल्ड एग्रिगेट डिमान्ड फर द आउटपुट। अघि मैले भर्खर भनेकै कुरा भनेर रहेछ यसले नि होइन। द एक्सपेक्टेड इन्कम भनेको एक्सपेक्ट गरेको इन्कम है, फ्रम द डिफ्रेन्ट लेभल अफ इम्प्लोइमेन्ट भनेको डिफ्रेन्ट लेभल अफ इम्प्लोइमेन्टको बाट कति उसले इन्कम एक्सपेक्ट गरेको छ होइन। यो डिफ्रेन्ट लेभल अफ इम्प्लोइमेन्ट छ नि यिनीहरूले होइन कतिको प्रड्युस गर्न सक्छन् है। हो त्यो प्रड्युस गरिसकेपछि है, हो त्यो प्रड्युस गरिसकेपछि प्रोडक्सन गरेको गुड्स एन्ड सर्भिसेसहरूलाई बेचेर है कति इन्कम एक्सपेक्ट गर्छ भनेको हो कि। यो एक्सपेक्टेड इन्कम भनेको त्यही हो कि। बुझ्नुभयो नि। फेरि एकचोटि भन्दै, द एक्सपेक्टेड इन्कम फ्रम द सच डिफ्रेन्ट लेभल्स अफ इम्प्लोइमेन्ट इज कल्ड एग्रिगेट डिमान्ड। सिद्धियो, केही छैन यसमा यस्तो गाह्रो कुरा। अब हामी एग्रिगेट सप्लाई फङ्सन्स भनेको के हो त्यसमा जाउँ है। अब यहाँ के लेखेको छ हेरौँ पहिला सुरु। एग्रिगेट सप्लाई फङ्सन इज द रिलेसनसिप बिट्विन द भेरियस लेभल्स अफ इम्प्लोइमेन्ट एन्ड द अमाउन्ट अफ मनी इन्टरप्रिनियर मस्ट गेट फ्रम द सेल अफ द आउटपुट रे। अब यसमा र यसमा के डिफ्रेन्स छ हेरौँ है त। एग्रिगेट सप्लाई फङ्सनले चाहिँ के देखाउँछ त भन्दाखेरि होइन, हाउ मच द मनी द प्रोड्युसर मस्ट अर्न। प्रोड्युसरले चाहिँ कति मनी अर्न गर्नै पर्छ होइन फ्रम द सेल अफ द गुड्स एन्ड सर्भिसेस है। प्रोड्युसरले चाहिँ कति मनी अर्न गर्नुपर्छ केबाट त भन्दाखेरि सेल अफ द गुड्स एन्ड सर्भिसेस होइन, टु हायर द नम्बर अफ इम्प्लोयर्स अर द वर्कर है। त्यो नम्बर्स अफ इम्प्लोयर्स अथवा वर्करहरूलाई हायर गर्नको लागि एउटा सर्टेन अमाउन्ट चाहिँ उनीहरूले के गर्नुपर्छ त अर्न गर्नै पर्छ। हो त्यसलाई चाहिँ के भनिन्छ त भन्दाखेरि एग्रिगेट सप्लाई फङ्सन भनिन्छ के। एक्जाम्पल्स होइन। अब वेन द प्रोड्युसर डिसाइड टु होइन, अब जब कि प्रोड्युसरले के गर्छ त भन्दाखेरि धेरैजना वर्करहरूलाई हायर गर्ने भनेर निर्णय गर्छ नि होइन। अब त्यस्तो कन्डिसनमा के हुन्छ त भन्दाखेरि होइन त्यो प्रोड्युसरले चाहिँ इन्कम चाहिँ के गर्नुपर्छ त भन्दाखेरि धेरै गर्नुपर्छ, किनकि त्यो हायर गरेको इम्प्लोयरहरूलाई पाल्नको लागि अथवा उनीहरूलाई तलब दिनको लागि इन्कम पनि धेरै चाहियो कि चाहिएन, चाहियो नि। हो त्यही भने हो कि यो भनेको चाहिँ। बुझ्नुभयो। 10जना वर्करलाई चाहिँ पाल्नको लागि अथवा स्यालेरी दिनको लागि 1000 चाहिन्थ्यो भने 20जनालाई त 2000 चाहिन्छ होइन। अब हामी एडिएफ कर्भ र एएसएफ कर्भ कस्तो हुन्छ त्यो पनि हेर्छौँ है। ल मैले सबैभन्दा सुरुमा एक्स एक्सिस र वाइ एक्सिस बनाएँ। एक्स एक्सिस यहाँबाट यहाँ ड्र गरेँ होइन, सरी त्यो वाइ एक्सिस हो, यतापट्टि यो एक्स एक्सिस भयो। अनि यहाँ फेरि बनाएँ मैले दुइटालाई देखाउनको लागि कस्तो कस्तो हुन्छ भनेर। अनि यो यहाँबाट यसरी त गयो होइन। यो भयो हाम्रो वाइ एक्सिस, यो ओरिजिन भयो। यो एक्स एक्सिस भयो, यो भयो हाम्रो वाइ एक्सिस, यो ओरिजिन भयो, यो एक्स एक्सिस भयो है। अब हाम्रो एडिएफ भनेको एग्रिगेट डिमान्ड फङ्सन कस्तो हुन्छ त भन्दाखेरि त्यो सबैभन्दा सुरुमा यस्तो माथि जान्छ होइन। यो माथि गएर एकैछिन यहाँ कन्स्ट्यान्ट रहन्छ। यो फर्स्टमा के छ इन्क्रिजिङ रेटमा माथि जान्छ, एकछिन यहाँ कन्स्ट्यान्ट रहन्छ, कन्स्ट्यान्ट रहेर अनि फेरि डिक्लाइन हुन्छ क्या। यो
है। अनि यो हाम्रो त्यसै गरी एएसएफ छ नि, एएसएफ कर्भ चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि यसरी जान्छ, यो यसरी जान्छ। ल यो भयो हाम्रो एएसएफ कर्भ, यो भयो हाम्रो एडिएफ कर्भ है। यति बुझौँ अहिलेको लागि, यो यसरी जान्छ र यो यसरी जान्छ। यसमा चाहिँ ल अफ डिएमयु एक्जिक्युट भएको हुन्छ के है। हामी इफेक्टिभ डिमान्डमा जाउँ है। अब इफेक्टिभ डिमान्ड भनेको के हो त? इफेक्टिभ डिमान्ड इज द पोइन्ट वेन द एडिएफ भनेको एग्रिगेट डिमान्ड फङ्सन, अघि भर्खर मैले देखाइहालेँ कस्तो कर्भ हुन्छ र त्यो भनेको के हो पनि भनिहालेँ। एडिएफ एन्ड द एएसएफ इन्टरसेक्ट विथ इच अदर, जहाँ एडिएफ र एएसएफ इन्टरसेक्ट हुन्छ नि, अथवा दुईवटा मिल्छ नि अथवा जुझ्छ नि, हो त्यो पोइन्टलाई चाहिँ के भनिदिँदो रहेछ त? इफेक्टिभ डिमान्ड पोइन्ट भनेर बुझिँदो रहेछ है। अब यो अकर्डिङ टु द किन्सेन थ्योरी छ नि, हो इक्जाममा चाहिँ हामीले यसको यो चाहिँ छुटाउनु हुँदैन है। यो थ्योरी एक्सप्लेन गर्दाखेरि मेन कुरा यो लेख्नै पर्छ हामीले, जसरी पनि रटेर हुन्छ कि हुन्छ सेम लेखेर आउनुपर्छ है। ल अकर्डिङ टु द किन्सेन थ्योरी द इक्विलिब्रियम लेभल अफ इम्प्लोइमेन्ट इज डिटरमाइन एट द पोइन्ट अफ द इन्टरसेक्सन बिट्विन द एग्रिगेट डिमान्ड फङ्सन एन्ड द एग्रिगेट सप्लाई फङ्सन भनेको छ। यो किन्सेनले चाहिँ के भन्दो रहेछ, अथवा यो किन्सेनको थ्योरीले चाहिँ के भन्दो रहेछ त भन्दाखेरि द इक्विलिब्रियम लेभल अफ इम्प्लोइमेन्ट भनेको इक्विलिब्रियम लेभल अफ इम्प्लोइमेन्ट अथवा सन्तुलित लेभल अफ इम्प्लोइमेन्ट होइन, रोजगारको सन्तुलित लेभललाई चाहिँ केले डिटरमाइन गर्छ त भन्दाखेरि एग्रिगेट डिमान्ड फङ्सन र एग्रिगेट सप्लाई फङ्सन इन्टरसेक्ट भएको पोइन्टले डिटरमाइन गर्छ भनेर भनेको छ है। देखिसकेपछि द डिटर्मिनेसन्स अफ द इक्विलिब्रियम लेभल अफ इम्प्लोइमेन्ट क्यान बी एक्सप्लेन थ्रु द हेल्प अफ फिगर भनेको छ। अब यसलाई हामीले फिगरको माध्यमबाट पनि एक्सप्लेन गर्न सकिन्छ होइन। अब फिगर कसरी बनाउने भन्ने कुरा मेन कुरा अब म सिकाउन जाँदैछु है। देखाइहालेँ एएसएफ र एडिएफ कस्तो हुन्छ भनेर मैले अघि देखाइहालेँ है। अब हामी यसको फिगर ड्र गर्न जान्छौँ है। सबैभन्दा सुरुमा के गर्नु पर्यो, मैले यहाँनिर ड्र गरेँ। सबैभन्दा सुरुमा हामी एक्स एक्सिस र वाइ एक्सिस देखाउनु पर्यो। सबैभन्दा सुरुमा वाइ एक्सिस जतिखेर नै एक्स एक्सिस भन्नु आउँछ यसलाई। अनि यहाँबाट हामी यसरी यसलाई एक्स एक्सिस ड्र गऱ्यौँ होइन। अब यो भयो हाम्रो वाइ एक्सिस, यो भयो हाम्रो एक्स एक्सिस। ल अब यसलाई जोडिदिउँ, यसलाई चाहिँ ओरिजिन भनौँ होइन। अब यो तलपट्टि हाम्रो के हुन्छ, यहाँनिर इम्प्लोइमेन्ट इएमपिएलओवाई इएमइएनटी इम्प्लोइमेन्टलाई लिड गरिन्छ। अनि यतापट्टि के हुन्छ त, रेभिन्यू र कस्ट भन्ने हुन्छ। रेभिन्यू आरइभिइएनयू रेभिन्यू एन्ड सिओएसटी कस्टलाई रिप्रेजेन्ट गरिन्छ है। ल अब मैले अघि माथि के भनेको थिएँ, सुरुमा त हामीले के देखाउनु पर्यो त भन्दाखेरि इफेक्टिभ डिमान्ड भनेको के हो, अघि भर्खर पढ्यौँ होइन। यहाँ सबै कुरा एक्सप्लेन गर्नुपर्ने कुरै भनेको इफेक्टिभ डिमान्ड हो। अब इफेक्टिभ डिमान्ड कसरी डिटरमाइन हुन्छ भनेर मैले अघि भनेको थिएँ। एएसएफ र एडिएफले इन्टरसेक्ट गरेको पोइन्ट चाहिँ इफेक्टिभ डिमान्ड हो कि होइन हो भनेपछि अब इन्टरसेक्ट गरेको कुरा देखाउनु पर्यो भनेपछि हामीले एएसएफ र यो एएसएफ छ नि, एएसएफ र एडिएफलाई चाहिँ हामीले एउटै फिगरमा देखाउनु पर्यो है। यो चाहिँ इक्जाममा फिगर, यो फिगर छ नि यो माथिको, यो चाहिँ इक्जाममा बनाउनु पर्दैन, मैले जस्ट बुझाउनको लागि भनेको हो। यो चाहिँ इक्जाममा बनाएर आउनु पर्ने हुन्छ है। ल अब सबैभन्दा सुरुमा एडिएफ फिगर, एडिएफको कर्भ बनाऊँ कस्तो हुन्छ। एडिएफको कर्भ मैले यहाँ माथि देखाएको थिएँ अघि, कस्तो हुन्छ भन्दाखेरि सुरुमा इन्क्रिजिङ रेटमा इन्क्रिज हुन्छ, माथि कन्स्ट्यान्ट रहन्छ, फेरि डिक्लाइन आउँछ, किनकि ल अफ डिएमयू अथवा डिमिनिजिङ मार्जिनल युटिलिटी भन्ने कुरा लागू भएको हुन्छ यसमा। ल यहाँबाट बनाएँ मैले। अब यसलाई यसरी ल्याएँ। अब एएसएफ भनेको माथि जान्छ, माथि गयो। अब इक्विलिब्रियम पोइन्ट कहाँ डिटरमाइन हुन्छ, अघि हामीले के भनेको थियौँ, इक्विलिब्रियम पोइन्ट कहाँ डिटरमाइन हुन्छ त भन्दाखेरि एएसएफ र एडिएफ इन्टरसेक्ट गरेको पोइन्टमा इक्विलिब्रियम पोइन्ट डिटरमाइन हुन्छ। भनेपछि यो के रहेछ हाम्रो इक्विलिब्रियम लेभल अफ इम्प्लोइमेन्ट भनेको यो तल झर्नुपर्छ। यसलाई चाहिँ हामीले यो माथि यसरी सिधा माथि गएको भन्ने चाहिँ के देखाउँछ त भन्दाखेरि एएसएफलाई देखाउँछ है। अनि यो तल झरेकोलाई चाहिँ एडिएफ जनाउँछ। अब यो हामीलाई थाहा छ कि एएसएफ एडिएफ भनेको के हो भन्ने कुरा हामीले बुझिसकेका छौँ होइन। ल अब इन्टरसेक्ट गरेको पोइन्ट भनेपछि यो पोइन्ट के रहेछ त, इक्विलिब्रियम पोइन्ट रहेछ। अब सिधा यसको सिधा तल के गर्नु पर्यो त हामीले भन्दाखेरि यस्तो 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 गरेर तलपट्टि इक्विलिब्रियम लेभल अफ इम्प्लोइमेन्ट राखिदिउँ है। यसलाई चाहिँ यनले डिनोट गरिदिउँ। अब यतापट्टि के हुन्छ, यतापट्टि इक्विलिब्रियम लेभल अफ कस्ट अथवा रेभिन्यू भन्ने हुन्छ। यसलाई चाहिँ यस्तो यस्तो डट 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 गरेर देखाइदिउँ है।
ल यतिसम्म भयो, क्लियर भयो, बुझियो होला नि यतिसम्म फिगर, केही गाह्रो होइन यहाँसम्म। अब अलिकति बुझ्नुपर्ने हुन्छ होइन। अब इक्विलिब्रियम पोइन्ट बनाइसक्यौँ होइन। अब एकचोटि यसको यतापट्टि एउटा लाइन ड्र गर्ने, अर्कोचोटि यसको यतापट्टि लाइन एउटा ड्र गर्ने है। भनेपछि अब यसलाई चाहिँ हामीले एउटा नाम दिइहालौँ, यसलाई मैले आर दिएँ है, यसलाई यन दिएँ, यसलाई आर दिएँ होइन। अब एकचोटि एउटा यतापट्टि यस्तै धर्को तान्न पऱ्यो हामीले। ल मैले चाहिँ के गरेँ त भन्दाखेरि यहाँनिर तानिदिएँ, यो दुइटालाई छुने गरी टक्क यहाँबाट यसरी टक्क 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 लगाएर यसरी तानिदिएँ होइन। ल अब यहाँबाट यसरी यसलाई यहाँनिर रेभिन्यू गरेर टिक्क लगाइदिएँ। यो भयो एउटा पोइन्ट छोएको, यो भयो अर्को पोइन्ट छोएको। ल अब यहाँ पनि नाम दिउँ एउटा, यसलाई N1 दिउँ है। ल अब यतापट्टि यो आर, यसलाई पनि आर दिउँ, यसलाई 1 दिएँ मैले, यसलाई 2 दिएँ मैले है। अब एउटा यतापट्टि बनाइयो, अब एउटा यतापट्टि बनाउँदाखेरि यो दुइटालाई छुवाउने गरी बनाउनु पर्छ है। यहाँभन्दा यो छ नि, यो दुइटालाई छोइसकेपछि माथि जानु पर्दैन, यो दुइटालाई छोए मात्र हुन्छ है, सिधा माथि तान्नु पर्दैन। यहाँनिर पो यो दुइटै इन्टरसेक्ट भएको पोइन्ट एउटै थियो, ठ्याक्क सिधा यहाँसम्म आइपुग्यो, यहाँसम्म आइपुगेपछि यता यता भएर ड्र भयो होइन। टक्क दुइटालाई छुवाउने गरी मात्र जाने है। अब यतापट्टि पनि दुइटालाई छुवाउने गरी मात्र जाने। ल माथिसम्म जाउँ, यसरी टक्क 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 यहाँसम्म यसरी ल्याइयो होइन। अब यो पोइन्ट, यहाँ एउटा पोइन्ट यसलाई इन्टरसेक्ट यो पोइन्टलाई थोप्लो लाउने। ल यो पोइन्टलाई थोप्लो लाएर यसरी यहाँबाट यसरी 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 गर्ने र यो भयो हाम्रो अर्को पनि एउटा आर लेखिदिउँ। यदि भएपछि हाम्रो यसको फिगर बन्यो। अब यो फिगरलाई लजिकल्ली बुझ्दाखेरि चाहिँ कसरी बुझ्ने भन्दाखेरि अहिले फिगर एक्सप्लेन गर्ने बेला सबै थाहा हुन्छ। यो यन भयो, यो N2 भयो है। ल फिगर बनाउँदा अहिले अरू केही पनि नबुझ्नु, कन्फ्युज केही पनि नहुनु, जस्ट यो इक्विलिब्रियमको यन इन्टरसेक्ट गरेको पोइन्ट छ नि, यो इन्टरसेक्ट गरेको पोइन्ट यनको यतापट्टि यो दुइटालाई छुवाउने गरी तान्नु, सिधा तान्नु, अनि यहाँबाट एउटा निकालिदिनु दुइटाको होइन। अनि त्यसपछि यतापट्टि यो छ नि यहाँनिर, यो सिधा यो माथि एएसएफलाई टच गर्ने गरी बनाउनु, टच गर्ने गरी बनाएपछि तलपट्टि आएर एउटालाई N2 भनेर गरिदिनु, नाम दिइदिनु, अरू केही पनि बुझ्नु पर्दैन। अहिले म यसलाई लजिकल्ली बुझाउँछु, उतापट्टि फिगर एक्सप्लेन गर्दाखेरि हजुरहरूले आफैले बुझ्नुहुन्छ लजिकल्ली होइन, कसरी यो किन यहाँनिर बनाएको र यो किन यहाँनिर बनाएको, यसलाई चाहिँ किन यहाँबाट यसरी नगरेको सबै बुझ्नुहुन्छ है। नातिनुहोस्, धैर्य गरौँ। अघि मैले बनाएको फिगर यही हो होइन, यही फिगर हो। मैले चाहिँ अघि उतापट्टि रफली बनाएको थिएँ बुझाउनको लागि। अहिले चाहिँ यहाँनिर अलिकति राम्रै छ, चिट्टिको परेको छ, त्यस्तो चिट्टिको पनि परे होइन। अब यो मैले सबैभन्दा सुरुमा के भनेको थिएँ त हजुरहरूलाई भन्दाखेरि कुनै पनि फिगर एक्सप्लेन गर्नुभन्दा पनि पहिला एक्स एक्सिस र वाइ एक्सिसमा के रिप्रेजेन्ट गर्छ त्यो कुरा लेख्नुपर्छ है। मैले त्यसै गरी यहाँ लेखेको छु कि इन द गिभन फिगर एक्स एक्सिस रिप्रेजेन्ट द इम्प्लोइमेन्ट है, इम्प्लोइमेन्ट छ यहाँ एक्स एक्सिसमा छ, त्यही भएर एक्स एक्सिस रिप्रेजेन्ट द इम्प्लोइमेन्ट एन्ड द वाइ एक्सिस रिप्रेजेन्ट द कस्ट एन्ड द रेभिन्यू भनेको छ, कस्ट एन्ड रेभिन्यू है। पहिला सुरु फिगर एक्सप्लेन गर्दाखेरि फिगरमा दिएको कुरा के छ त्यो सबैलाई इन्ट्रोड्युस गराउनु पर्यो, अनि त्यसपछि बल्ल यसको मेन कन्सेप्टमा एक्सप्लेन गर्न जानियो के। अब एडिएस भनेको के हो, एडी मात्र छ। एडी भनेको के रहेछ त भन्दाखेरि एग्रिगेट डिमान्ड है, एग्रिगेट डिमान्ड एडी एन्ड द एएस, पहिला यो पढौँ अनि बल्ल जाउँ है। एडी एन्ड द एएस रिप्रेजेन्ट द एग्रिगेट डिमान्ड फङ्सन्स एन्ड द एग्रिगेट सप्लाई फङ्सन रेस्पेक्टिभली होइन। यो त बुझिहाल्नुहुन्छ एडिएस र एडिएफ भनेको के हो भनेर होइन। अब एग्रिगेट सप्लाई रिप्रेजेन्ट द कस्ट, एग्रिगेट सप्लाई भनेको के हो त भन्दाखेरि कस्ट हो, मैले अगाडि पनि भनिसकेको थिएँ। एग्रिगेट सप्लाई भनेको कस्ट हो, एग्रिगेट डिमान्ड भनेको इन्कम हो। यसरी यो फिगरमा इन्कम र कस्ट चाहिँ नलेख्नु होला नि इक्जाममा, फेरि लेख्नु पर्दैन, यो चाहिँ मैले जस्ट बुझाउनको लागि लेखेको हो कि होइन। एग्रिगेट सप्लाई भनेको कस्ट हो, एग्रिगेट डिमान्ड भनेको इन्कम हो भनेर बुझ्नुहोस् अहिलेको लागि है, अहिलेको लागि यति बुझ्नुहोस् ल। रिप्रेजेन्ट द कस्ट एन्ड द एग्रिगेट डिमान्ड रिप्रेजेन्ट द इन्कम भनिसके, अर द एक्सपेक्टेड रिसिप्ट अफ द इन्टरप्रिनियर्स भनेको त्यही इन्कम भइहाल्यो होइन। सो लङ एज द रिसिप्ट्स आर द ग्रेटर देन द इम्प्लोइमेन्ट विल कन्टिन्यू टु राइज, दिस प्रोसेस विल कन्टिन्यू टिल द रिसिप्ट बिकम द इक्वल टु द कस्ट भनेको छ। अब यहाँनिर यो पोइन्ट चाहिँ बुझ्नु पऱ्यो है, अरू त केही छैन यहाँनिर, जस्ट इन्ट्रोड्युस मात्र गरेको हो। सो लङ एज द रिसिप्ट्स आर द ग्रेटर इम्प्लोइमेन्ट विल कन्टिन्यू टु राइज, दिस प्रोसेस विल कन्टिन्यू टिल द रिसिप्ट्स बिकम द इक्वल टु द कस्ट भनेको छ हो। यो लाइन चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ, के भन्न खोजेको हो यो लाइनले। हेरौँ है त के भने रहेछ, यसको वास्तविक अर्थ के हो अब त्यो बुझ्छौँ है त।
सो लङ एज रिसिप्ट्स आर ग्रेटर है। अब रिसिप्ट भनेको के हो, हाम्रो इन्कम हो कि होइन, यो इन्कम रिसिप्ट भनेको एउटै हो है, रिसिप्ट RECIPT रिसिप्ट, मैले रिसिप्ट पनि लेखिदिएँ है। सो लङ एज रिसिप्ट आर ग्रेटर भनेको छ। अब रिसिप्ट आर ग्रेटर भनेको छ है, रिसिप्ट कहाँ छ त, रिसिप्ट भनेको एडी हो कि होइन, एडी ग्रेटर भएको बेला भनेको छ। एडी ग्रेटर कुन कुन कन्डिसनमा छ हेरौँ त। एडी ग्रेटर भनेको यहाँदेखि यो ओरिजिनदेखि पोइन्ट होइन, यो ई पोइन्टसम्म त एडी ठुलो छ नि त, एएस भन्दा कस्ट भन्दा इन्कम ठुलो छ कि छैन हेर्नु त। यो एएस छ नि, यो एएस भनेको यो कर्भ भयो होइन, एएस के छ त, एएस भनेको कस्ट हो होइन। अनि यो यसरी आएको एडी छ नि, एडी भनेको के रहेछ त, हाम्रो रिसिप्ट अथवा इन्कम भनेर बुझिन्छ है। अब एडी कहाँ ठुलो छ त एएस भन्दा हेरौँ त। यो यहाँ ओरिजिनदेखि यो ई पोइन्टसम्म के छ त भन्दाखेरि एडी के छ त, ठुलो छ। एएस यहाँ तलपट्टि छ, यो एडी यहाँ माथिपट्टि छ भनेपछि माथि भएको कुरा ठुलो भयो भएन। ओदेखि ईसम्म हाम्रो के छ, एडी ठुलो छ है। अनि ओदेखि ईसम्म एडी ठुलो छ भने ओदेखि ईसम्म एएस एडी भन्दा सानो छ है। अब यो ई पोइन्टदेखि यता छ नि, ई पोइन्टदेखि यता हाम्रो एएस के छ त, एएस के छ त, ठुलो छ एडी भन्दा, भनेपछि एएस भनेको त हाम्रो कस्ट हो है। कस्ट ठुलो भयो अरे इन्कम भन्दा पनि है, यहाँ चाहिँ कस्ट ठुलो भयो अरे इन्कम भन्दा पनि। यो छ नि, यो ग्यापहरू छ नि, यति छ नि, यहाँदेखि यहाँ यति छ नि, यो गरेछ नि, यो कभर गरेछ नि। यहाँ चाहिँ के छ त भन्दाखेरि कस्ट चाहिँ इन्कम भन्दा पनि ठुलो छ अरे, किनकि हेर्नु न यहाँ यो एएसको पोइन्ट, यो एएसको लाइन हो कि होइन, यो एएस हो कि होइन, हो एएस चाहिँ एडी भन्दा पनि माथि छ भनेपछि कस्ट धेरै रहेछ इन्कम भन्दा पनि है। अहिलेको लागि यति बुझौँ है, मैले भनेको कुरा मात्र बुझौँ है, दायाँ बायाँ केही नसोचौँ है। भनेपछि यहाँदेखि यहाँसम्म त के रहेछ हाम्रो, यो एडी चाहिँ के रहेछ त, इन्कम धेरै रहेछ, कस्ट भन्दा पनि इन्कम धेरै रहेछ है। यो कस्ट भनेको एएस भयो है, एएस तलपट्टि छ, एडी माथिपट्टि छ भनेपछि एएस तल भएको कस्ट हो, अनि एडी माथि भएको के रहेछ त, हाम्रो इन्कम रहेछ। भनेपछि यहाँ ओदेखि ईसम्म चाहिँ इन्कम धेरै छ, कस्ट थोरै छ है। अनि यो ई पोइन्टमा छ नि, ई पोइन्टमा इन्कम र कस्ट दुइटै इक्वल छ अरे के, दुइटै इक्वल छ अरे ई पोइन्टमा चाहिँ है। बुझ्नुभयो नि, यति कुरा त बुझ्नुभयो नि मैले भन्न खोजेको के हो कुरा। हेरौँ, सो लङ एज रिसिप्ट्स आर ग्रेटर भनेको रिसिप्ट जबसम्म ग्रेटर छ नि है, रिसिप्ट चाहिँ हेर्नु त यहाँनिर, रिसिप्ट जबसम्म ग्रेटर छ नि, रिसिप्ट भनेको यो हो कि होइन, हो रिसिप्ट जबसम्म ग्रेटर छ। अब रिसिप्ट कुन कन्डिसनमा ग्रेटर छ भन्दाखेरि यो ओ पोइन्टदेखि ईसम्म ग्रेटर छ है। सो लङ एज रिसिप्ट्स आर ग्रेटर इम्प्लोइमेन्ट विल कन्टिन्यू टु राइज भनेको इम्प्लोइमेन्ट चाहिँ कन्टिन्यू टु राइज हुन्छ अरे। इम्प्लोइमेन्ट चाहिँ के हुन्छ त, कन्टिन्यू टु राइज हुन्छ अरे। ल यहाँनिर के हुन्छ त, इम्प्लोइमेन्ट कन्टिन्यू टु राइज हुन्छ अरे भनेको अब कसरी बुझौँ त भन्दाखेरि हाम्रो सबैभन्दा सुरुमा के छ त भन्दाखेरि यहाँनिर यो इम्प्लोइमेन्ट कति छ, एन नम्बरमा छ होइन। यो इम्प्लोइमेन्टको सङ्ख्या कति छ त भन्दाखेरि ओएन छ है, इम्प्लोइमेन्टको सङ्ख्या ओएन छ होइन। अब हाम्रो के भयो त, रिसिप्ट अथवा आम्दानी बढ्यो भनेपछि हामीले त के गर्छौँ त, अझै धेरै हायर गर्छौँ नि त होइन मान्छेहरू, हो अझै धेरै हायर गर्छ भनेपछि त हाम्रो यो हायर गर्ने भनेको के हो त, इम्प्लोइमेन्ट हायर गर्ने हो कि होइन। भनेपछि सुरुमा कति रहेछन् त इम्प्लोइमेन्ट भन्दाखेरि ओदेखि एन सङ्ख्यासम्म इम्प्लोइमेन्ट रहेछन् है। अब हामीले के गर्छौँ त, हाम्रो त इन्कम धेरै छ, कस्ट भन्दा पनि इन्कम धेरै छ भनेपछि हामीले अझै धेरै के हुन्छ त भन्दाखेरि काम गर्ने मान्छेहरू, कामदारहरू बढाउँछौँ के, अझ हायर गर्छौँ, अझै धेरै प्रोडक्सन गर्नको लागि हायर गर्छौँ। त्यसै कारणले गर्दाखेरि हामीले ओएनलाई चाहिँ बढाएर कहाँ पुर्याउँछौँ त भन्दाखेरि ओएन वानलाई चाहिँ बढाएर ओएनमा पुर्याउँछौँ है। भनेको हाम्रो के भयो त, नम्बर अफ इम्प्लोइमेन्ट अथवा सङ्ख्या अफ इम्प्लोइमेन्ट अथवा इम्प्लोयर चाहिँ बढेर कहाँ गयो त भन्दाखेरि ओएनमा गयो रे। अब यो ओएनमा चाहिँ आएर किन यत्तिकै टुक्क रोकियो, यहाँसम्म चाहिँ किन आयो भन्दाखेरि एकैचोटि डाइरेक्ट ओएन2मा किन गएन भन्दाखेरि यसको पछाडि रिजन छ है। के रिजन छ त म फेरि भन्छु, किनकि यहाँनिर त के छ, हाम्रो एग्रिगेट डिमान्ड छ नि, यो एग्रिगेट डिमान्ड भनेको त हाम्रो इन्कम हो, एग्रिगेट सप्लाई भनेको त हाम्रो कस्ट हो होइन। जहाँ कस्ट र इन्कम इक्वल भएपछि के भयो त भन्दाखेरि प्रोडक्सन गर्ने मान्छे रोकियो अरे। ल अब त हाम्रो इन्कम धेरै छैन, कस्ट र इन्कम बराबर भयो भनेपछि हामीले यहाँभन्दा धेरै हायर गर्न मिलेन, इम्प्लोयरहरूलाई है। त्यस कारणले गर्दाखेरि के भयो त, यो ओएनमा आएर टक्क लाएर रोकियो। अहिलेको लागि यति बुझौँ है, यति बुझौँ। ल यहाँ त्यही भनेको छ होइन, दिस प्रोसेस विल कन्टिन्यू टिल द रिसिप्ट बिकम द इक्वल टु द कस्ट है। मैले यो लाइनलाई बुझाइदिएँ, एकदम राम्रोसँग स्पष्टसँग बुझाइदिइहालेँ होइन। अब हामी तल जान्छौँ, इक्विलिब्रियम पोइन्टको बारेमा एक्सप्लेनेसन हेर्छौँ है। अब इक्विलिब्रियम पोइन्टमा के भनेको छ है, तपाईँहरू नआत्तिनुहोस्, यो n1 किन भयो, यहाँ के भयो सबै म भन्ने छु, तर अलिकति धैर्यता राखेर सुनौँ है।
मजासँग बुझिन्छ, केही गाह्रो छैन। यो मैले एकदम लजिकली बुझाइदिन थालेको हजुरहरूलाई हैन, अलिकति टाइम लागिहाल्छ। ल जाउँ अब इक्विलिब्रियम पोइन्टमा जाउँ है। द पोइन्ट ई इज द इक्विलिब्रियम पोइन्ट है वेयर द एडी एन्ड एएस इन्टरसेक्ट इच अदर है। यहाँ हेरौँ, फिगरमा हेरौँ है, फिगरमा हेरौँ। द पोइन्ट ई इज द इक्विलिब्रियम पोइन्ट, यो इक्विलिब्रियम पोइन्ट हो अरे जहाँ चाहिँ एडी र एएस इन्टरसेक्ट गरेका छन् रे। एडी र एएस इन्टरसेक्ट गरेको पोइन्टलाई चाहिँ के भनिदो रहेछ, इक्विलिब्रियम पोइन्ट भनिदो रहेछ। त्यही भनेको हो है यहाँनिर। ल हेरौँ, विच इज कल्ड द इफेक्टिभ डिमान्ड पोइन्ट, अथवा यसलाई इफेक्टिभ डिमान्ड पोइन्ट अथवा इक्विलिब्रियम पोइन्ट पनि भनिन्छ हैन, भइहाल्यो। त्यसमा केही कन्फ्युजन नहुनु होला, इफेक्टिभ डिमान्ड पोइन्ट इक्विलिब्रियम पोइन्ट हैन। अब जाउँ, नो इम्प्लिमेन्ट विल बी द अफर इफ द कस्ट आर द ग्रेटर देन द रिसिप्ट है। अब यो पोइन्टले के भन्न खोजेको छ त भन्दाखेरि, जाउँ यहाँ जाउँ, फेरि माथि जाउँ। नो इम्प्लिमेन्ट विल बी द अफर इफ द कस्ट आर द ग्रेटर देन द रिसिप्ट्स भनेको अब हाम्रो इम्प्लिमेन्ट हामीले त के हो, हामी एउटा प्रोड्युसरको नाताले के सोचिरहेछौँ त भन्दाखेरि हाम्रो कस्ट र इन्कम इक्वल भयो, अब हामीले यहाँभन्दा धेरै बढाइँदैन भनेको छ है। अब यति बढाइहालियो भने के हुन्छ त भन्दाखेरि N1 को हामीले कतिजनालाई रोजगार दिइरहेको थियौँ, सबैभन्दा सुरुमा त ओएनलाई रोजगार दिइरहेको थियो। त्यतिखेर त के थियो, हाम्रो इन्कम धेरै थियो हैन। अब ओएनलाई रोजगार दिइरहेको बेला त हाम्रो इन्कम धेरै थियो, कस्ट कम थियो। अब अझै धेरै हामी हायर गर्छौँ हैन, अझै धेरैलाई बोलाउँछौँ कामदारहरूलाई, किनकि हामीलाई त धेरै प्रोडक्सन गर्न छ, धेरै आम्दानी कमाउनु छ। त्यसकारण हामी के गर्छौँ त भन्दाखेरि ओएन सङ्ख्यासम्म इम्प्लोइहरूलाई हायर गर्छौँ है। इम्प्लोइहरूलाई हायर गरिसकेपछि तर हाम्रो के भयो त भन्दाखेरि यसमा त ल अफ डिमिनिजिङ मार्जिनल युटिलिटी लागु हुन्छ भनेको थिएँ मैले हैन। त्यस कारणले गर्दाखेरि धेरै इन्कम त आएन, के भयो त इन्कम र कस्ट चाहिँ इक्वल भइदियो रे के। अब इन्कम र कस्ट इक्वल भयो हामीले ओएन हायर गर्दासम्म हैन। अब अझै धेरै हामीले हायर गऱ्यौँ भने त के भयो त भन्दाखेरि हाम्रो कस्ट छ नि, कस्ट अझै धेरै इम्प्लोइलाई हायर गऱ्यौँ भने हाम्रो कस्ट के भयो त, कस्ट बढ्यो है। यहाँ हेरौँ है, ओएन 2 इम्प्लोइ हायर गर्दाखेरि कस्ट के भयो, एएस कस्ट के भयो त धेरै ठुलो भयो कि भएन इन्कम भन्दा नि। यो एडी भनेको इन्कम हो, इन्कम भन्दा पनि माथि गछ कि गछ छैन, गछ है। अब यस्तो कन्डिसनमा हजुर एउटा फिल्मको प्रोड्युसर हुनुभएको भए हजुरले यो ओएन नम्बर अफ इम्प्लोइ हायर गर्नुहुन्छ त हजुरलाई थाहा छ घाटा हुन्छ भनेर है। घाटा भयो कि भएन, कस्ट धेरै भयो, इन्कम कम भयो हैन। अब घाटा हुन्छ भने थापै हायर गर्नु त हुँदैन हो, यहाँ पनि त्यही भनेको हो है। नो इम्प्लिमेन्ट विल बी द अफर इफ द कस्ट आर द ग्रेटर देन रिसिभ्ड है, यसले त्यही भन्न खोजेको हो। अब ओएन इज द इक्विलिब्रियम लेभल अफ इम्प्लिमेन्ट, एट दिस लेभल एग्रिगेट डिमान्ड इज इक्वल टु द एग्रिगेट सप्लाई भनेको छ। ओएन के रहेछ त, ओएन एउटा इक्विलिब्रियम लेभल अथवा सन्तुलित लेभल अफ इम्प्लिमेन्ट जहाँ चाहिँ कस्ट र इन्कम बराबर छ, जसले चाहिँ के देखाउँछ त भन्दाखेरि एट दिस लेभल एग्रिगेट डिमान्ड इज इक्वल टु द एग्रिगेट सप्लाई। एग्रिगेट डिमान्ड र एग्रिगेट सप्लाई चाहिँ इक्वल भएको देखाउँछ। एग्रिगेट डिमान्ड र एग्रिगेट सप्लाई चाहिँ के रहेछ त, इक्वल भएको देखाउँछ। ल अब जाउँ है, यो पोइन्ट हल्का हामीलाई अलिकति झुकाउन सक्छ, यसमा केही दायाँ बायाँ केही पनि दिमाग नलागिकन सिधा हेरौँ, सिधा हेरेर टक्क बुझिहालिन्छ है। At the ON level of employment, entrepreneur will maximize their profit and will not have the tendency to increase or decrease in employment भनेको चाहिँ केही पनि छैन कि यसमा। ON लेभल चाहिँ के हो त, एउटा सन्तुलित लेभल अथवा इक्विलिब्रियम लेभल हो हैन, जहाँ चाहिँ इन्टरप्रेन्योर्सले आफ्नो प्रफिट चाहिँ म्याक्सिमाइज गर्छन् रे हैन, प्रफिट चाहिँ म्याक्सिमाइज गर्छन् रे। र त्यो कन्डिसन यस्तो कन्डिसन हो कि न त उनीहरूले इम्प्लोइमेन्ट अथवा न त रोजगारको सङ्ख्या बढाउँछन् न त रोजगारको सङ्ख्या घटाउँछन्, भनेको न त इम्प्लोइमेन्ट अथवा व्यक्तिहरूलाई हायर गर्छन् न त व्यक्तिहरूलाई निकाल्छन् भन्न खोजिया हो कि। ल अब त्यसपछि के एक्सप्लेन गर्ने त भन्दाखेरि कम्पेरिजन बिट्विन द ओएन एन्ड द ON2 लेभल अफ इम्प्लिमेन्ट भनेको छ। हामीले फिगरमा देखाएको थियौँ अघि ON नम्बर अफ इम्प्लिमेन्ट र ON2 नम्बर अफ इम्प्लिमेन्ट लेभल अफ इम्प्लिमेन्ट हैन, त्यसलाई चाहिँ कम्पेरिजन गर्ने भने रहेछ। ल जाउँ के भनेको छ यसमा हेरौँ। एट द ON1 लेभल अफ इम्प्लिमेन्ट द एक्सपेक्टेड रिसिप्ट्स आर द ग्रेटर देन द कस्ट है। अब फिगरमा हेरौँ छ कि छैन, के भनेको हो यसले, के भनेको रहेछ त, एट द ON1 लेभल अफ इम्प्लिमेन्ट द एक्सपेक्टेड रिसिप्ट्स आर द ग्रेटर रे। के भनेको थियो त त्यसले भन्दाखेरि एट द ON लेभल अफ इम्प्लिमेन्ट द एक्सपेक्टेड रिसिप्ट्स आर द ग्रेटर देन द कस्ट भनेको थियो कि हैन। अब हेरौँ त ON लेभल अफ इम्प्लिमेन्टमा एक्सपेक्टेड रिसिप्ट चाहिँ के छ त, ग्रेटर छ अरे कस्ट भन्दा पनि। भनेपछि एक्सपेक्टेड रिसिप्ट यो हो कि हैन, यो सरी गएको एक्सपेक्टेड रिसिप्ट हो कि हैन, हो एक्सपेक्टेड रिसिप्ट्स आर द ग्रेटर देन द कस्ट भनेको कस्ट त तलबाट गएको छ भनेपछि कस्ट तलबाट गयो भने कम, अब माथि जुन छ त्यो धेरै हुन्छ, तल जुन छ त्यो कम हुन्छ भनेको हो कि, त्यही हो। यसमा केही छैन बुझ्नुपर्ने कुरा, यति सजिलो छ कि यति सजिलो छ है।
अब अर्को पोइन्ट के भनेको छ, दिस विल इन्ड्युस टु इन्क्रिज द इम्प्लोइमेन्ट लेभल। मैले अघि भनेकै कुरा हो यो, अघि मैले त्यत्रो भनेको थिएँ नि, हो त्यही कुरा भनेको कि यसले दिस विल इन्ड्युस टु इन्क्रिज द इम्प्लोइमेन्ट लेभल भनेको छ। मैले अघि भर्खर भनेको कि होइन, हाम्रो कस्ट चाहिँ कम भयो अथवा इन्कम धेरै भयो भने के हुन्छ त भन्दाखेरि प्रोड्युसरहरूले के गर्छन् त भन्दाखेरि धेरै इम्प्लोयरहरूलाई हायर गर्छन् रे, धेरै इम्प्लोयरहरू हायर गर्छन् अथवा रोजगार दिन्छन् रे। किन भन्दाखेरि त उनीहरूले त अब इन्कम धेरै भइरहेछ, प्रफिट धेरै भइरहेछ भनेपछि उनीहरूले के गर्छन् त भन्दाखेरि अझै धेरै प्रफिट कमाउने सोचेर धेरैलाई हायर गऱ्यो भने त धेरै प्रोडक्सन हुन्छ, धेरै प्रोडक्सन भएपछि धेरै सेल हुन्छ र धेरै इन्कम हुन्छ भन्ने सोच्छन् होइन। तर त्यस्तो खासमा हुँदैन। अब जाउँ अर्को के छ त भन्दाखेरि एट द ON2 लेभल अफ इम्प्लोइमेन्ट है, कस्ट इज ग्रेटर देन द एक्सपेक्टेड रिसिप्ट रे, कस्ट इज द ग्रेटर देन द एक्सपेक्टेड रिसिप्ट है। फेरि फिगर हेरिहालौँ न त के भनेको छ, एट द ON2 लेभल अफ इम्प्लोइमेन्ट कस्ट चाहिँ के छ त, कस्ट यो एएस भनेको कस्ट हो कि होइन, कस्ट चाहिँ माथि छ भने चाहिँ कस्ट इज ग्रेटर देन द एडी भनेको कस्ट इज ग्रेटर देन द इन्कम। सबै फिगरमै भएको कुरा भन्ने हो कि हेरेर फिगर हेरेर सरर लेख्ने हो, के गाह्रै छैन कि यसमा। ल सच लेभल अफ इम्प्लोइमेन्ट विल नट बी अफर बिकज इट इन्भल्भ द लस। अब भनिहालेँ मैले भर्खर भनेको थिएँ अघि, कस्ट धेरै भयो र इन्कम कम भयो भने त लस हुन्छ, त्यही भएर सच लेभल अफ इम्प्लोइमेन्ट विल नट बी अफर, अथवा त्यसले हायर गर्दैन अथवा त्यो कम्पनीले अझै धेरै इन्टरप्रिनर्सहरूलाई हायर गर्दैन, ऊ रोकिन्छ अब होइन, सिद्धियो केही छैन। ल अब जाउँ, द इफेक्टिभ डिमान्ड पोइन्ट ई डज नट इन्डिकेट द फुल इम्प्लोइमेन्ट है। Keynes argued that full employment is not possible in the capitalistic economy due to the low investment which lead to the low aggregate demand and create the unemployment example NN2। हामीले त के भनेको थियौँ भन्दाखेरि अहिलेसम्म होइन, यो इफेक्टिभ डिमान्ड ई पोइन्टले चाहिँ के गर्छ त फुल इम्प्लोइमेन्टलाई इन्डिकेट गर्छ भनेर भनेको थियौँ, तर वास्तविकमा फुल इम्प्लोइमेन्ट हुँदैन नि। त्यो यतापट्टि हेरौँ त एकचोटि, यतापट्टि हेरौँ त, यो यनदेखि यन1 अथवा यनदेखि यन2 भएको यो यतिको ग्याप छ नि, यति नम्बर अफ इम्प्लोइमेन्ट छ नि, यतिजना व्यक्तिहरू हुनुहुन्छ नि, हो यिनीहरू त अनइम्प्लोइमेन्ट हुन्छन् के वास्तविकमा भन्नुपर्दाखेरि है। किनकि अब यहाँभन्दा अब मानौँ कि कुनै पनि कम्पनीले त अब यहाँभन्दा धेरै बढाउँदैन, किनकि यहाँभन्दा धेरै बढायो भने त उसलाई के हुन्छ त घाटा भइहाल्छ। त्यही भए नम्बर अफ इम्प्लोइमेन्ट यहाँभन्दा धेरै बढाउँदैन, बढायो भने घाटा हुन्छ होइन। त्यस कारणले गर्दाखेरि यति नम्बर अफ इम्प्लोइमेन्टहरू हुन्छ नि, यनदेखि यन2सम्मका नम्बर अफ इम्प्लोइमेन्टहरू हुन्छ नि, इम्प्लोइमेन्ट भन्न आउँछ खाली मलाई पनि होइन, यनदेखि यनसम्मका काम गर्ने मान्छेहरू हुन्छन् नि, हो यिनीहरू चाहिँ के हुन्छ त भन्दाखेरि बेरोजगार हुन्छन् रे, के बेरोजगार हुन्छन् है। त्यस कारण फुल इम्प्लोइमेन्ट चाहिँ यो ई पोइन्टमा फुल इम्प्लोइमेन्ट मरिगए पनि हुँदैन के, जसले जसो भन्नुहोस्, किन्सेन्सले त हुँदैन भन्छ कि, अब मैले भनेर के हुन्छ होइन, हुँदैन यसमा चाहिँ है। ल यसको लागि अर्को एउटा छुट्टै फिगर एक्सप्लेन गरेर गर्नुपर्ने हुन्छ, त्यो चाहिँ म अर्को पार्टमा ल्याउने छु होइन। यसमा चाहिँ अब यो भिडियो धेरै लामो भइसक्यो है। हेरौँ अब अरू के भनेको छ यसमा, हेरौँ है। फुल इम्प्लोइमेन्ट इज नट पोसिबल इन द क्यापिटलिस्ट इकोनोमिक्स ड्यू टु द लो इन्भेस्टमेन्ट है। अब यो किन पोसिबल भएन त भन्दाखेरि ड्यू टु द लो इन्भेस्टमेन्ट, इन्भेस्टमेन्ट कम भएको कारणले गर्दाखेरि रे। अब जब इन्भेस्टमेन्ट लो हुन्छ नि होइन, इन्भेस्टमेन्ट जब लो हुन्छ नि तब चाहिँ के हुन्छ त एग्रिगेट डिमान्ड पनि लो हुन्छ, र एग्रिगेट डिमान्ड लो भएपछि के हुन्छ त्यसले अननेसेसरी इम्प्लोइमेन्ट अथवा अननेसेसरी भनेछु अनइम्प्लोइमेन्ट क्रिएट गर्छ अरे है। इक्जाम्पल यन2 भनेको छ है। अब कसरी हुन्छ त म भनिहाल्छु, अब यसको रिलेसन चाहिँ कस्तो छ म 1 मिनटमा भ्याइदिइहाल्छु है। अब यो हेरौँ है त, यो चाहिँ मैले बुझाउनको लागि लेखेको हो, फेरि यो पनि इक्जाममा लेखेर आउनु होला होइन, यस्तो चाहिँ इक्जाममा नलेखौँ होइन, मैले बुझाउनको लागि लेखेको जस्ट है। अब जब कि हाम्रो इन्भेस्टमेन्ट नै लो छ कम्पनीमा, हामीले स्टार्टअप गरेको कम्पनीको इन्भेस्टमेन्ट नै लो छ भनेपछि अब हामीले र मेटेरियल किन्दाखेरि त के हुन्छ त भन्दाखेरि हाम्रो इन्भेस्टमेन्ट लो छ, लगानी लो छ भनेपछि र मेटेरियल पनि थोरै किन्छौँ नि त। अब पैसा कहाँबाट आउँछ त हामीले धेरै इन्भेस्ट नगरिसकेपछि। त्यही भएर हामीले गर्ने डिमान्ड हुन्छ नि, र मेटेरियलको डिमान्ड के हुन्छ त लो हुन्छ, लो एग्रिगेट डिमान्ड हुन्छ है। अब लो एग्रिगेट डिमान्डले गर्दाखेरि के हुन्छ त प्रोडक्सन पनि लो नै हुन्छ। अब र मेटेरियल थोरै ल्याएका छौँ, डिमान्ड चाहिँ र मेटेरियलको थोरै गरेका छौँ, अनि र मेटेरियल थोरै किनेका छौँ भने प्रोडक्सन कसरी धेरै हुन्छ त, कहाँबाट धेरै हुन्छ, र मेटेरियल नभएपछि होइन, हुँदैन नि। ल अब प्रोडक्सन लो भइसकेपछि के हुन्छ त भन्दाखेरि हाम्रो प्रोडक्सन लो भइसकेपछि होइन, इम्प्लोइहरू धेरै छ अथवा कुनै कन्डिसनमा अथवा कुनै बेला हाम्रो
के थियो त भन्दाखेरि हाम्रो इन्भेस्टमेन्ट धेरै थियो, लगानी धेरै थियो भने हामीले के गरिरहेका थियौँ, एग्रिगेट डिमान्ड पनि धेरै गरिरहेका थियौँ। अनि एग्रिगेट डिमान्ड धेरै गरिरहेको कारणले गर्दाखेरि प्रोडक्सन पनि धेरै भइरहेको थियो भने हामीले त्यतिखेर के गर्छौँ त भन्दाखेरि प्रोडक्सन धेरै भइरहेको थियो भने हामीले के गर्छौँ त त्यतिखेर भन्दाखेरि अब प्रोडक्सन धेरै भइरहेको थियो, यहाँ ख्याल गरौँ है, प्रोडक्सन धेरै भइरहेको थियो भनेपछि प्रोडक्सन धेरै गर्नको लागि त के चाहिन्छ, धेरै नम्बर अफ इम्प्लोइ चाहिन्छ होइन। अब धेरै नम्बर अफ इम्प्लोइ के गर्छन् त उनीहरूले हायर गर्छन् जसले चाहिँ इम्प्लोइमेन्ट क्रिएट गर्छ है। अब यो चाहिँ ठ्याक्कै अपोजिट कन्डिसन्स हो होइन। अब यहाँनिर लो प्रोडक्सन भइरहेको छ है, लो प्रोडक्सन भइरहेको छ। अब उनीहरूले के हुन्छ त हायर गरेको इम्प्लोइहरूलाई पनि पाल्न नसकेर निकालिदिइरहेका हुन्छन् के। अब लो प्रोडक्सन भएपछि इन्कम पनि लो हुन्छ, इन्कम लो भएपछि इम्प्लोइलाई दिने खर्च पनि पुग्दैन नि त, त्यही भएर थोरैलाई हायर गर्छन् उनीहरूले। यस्तो कन्डिसनमा चाहिँ के हुन्छ, थोरैलाई हायर गर्छन् र तर इम्प्लोइहरू चाहिँ के छन् त अथवा बेरोजगारको सङ्ख्या चाहिँ यस्तो कन्डिसनमा के हुन्छ, बढ्छ है। बुझ्नुभयो नि, यति सजिलो छ कि केही पनि छैन गाह्रो, यस्तो सजिलो छ, मस्त लगाएर पढ्नु होला। सर देखाइदिँदैछु के लेख्नुपर्छ, हजुरहरूले यो राम्रोसँग नोट गरेर सार्नु होला होइन। यति देखाउँदै म आज हजुरको समक्षबाट बिदा लिन चाहन्छु। धन्यवाद होइन। मेरो च्यानललाई लाइक सब्सक्राइब होइन के गर्न चाहनुहुन्छ सबै गरिदिनुहोस् र फेरि पनि कुनै पनि कुरा प्रब्लम भएमा कमेन्ट सेक्सनमा मलाई जानकारी दिनुहोस् र कुनै पनि भिडियो चाहिएमा मलाई भन्नुहोस्। इकोनोमीको 8 to म फर्स्ट सेकेन्ड इयरसम्मको सबै हालिदिन सक्छु हजुरहरूलाई।